चाहिँ कहाँ हिँडेको होला है? अनि तपाईँलाई अनि म यसरी हिँड्नु अब हिँड्छु म चाहिँ त्यसो तपाईँ मसँगै जान्छ होइन त? मसँगै जान्छ होइन? बिहान कोही बेला त्यो मसँगै हुन्छ यहाँबाट। अनि सिधा कुरा भन्नु है, सबैले देखिरहेको छ अब भोलि फेरि उता फेरि घरमा बुढीले हेर्छ होला, फेरि सत्य कुरा बोल्नु है। कुकुरदेखि चाहिँ त्यो भलो डराउँछ त्यो यहाँसम्म यहाँ आएर हिँड्नुपर्छ यस्तो छिटो कुद्छ कि कुकुरको नाउँ गरेर तपाईँलाई माया गरे होला। झ्याङतिर त म थप्पै लाग्यो त्यस्तो भन्दा नि त्यो घर चाहिँ म झ्याङडीलाई लाउने कि थप्पड चाहिँ झ्याङडीकोमा लाउने त्यस्तो कुरा यहाँ दुनियाँले देखिरहेको छ भन्नु है। त्यही त बब्बाल छ नि त। अनि आकाश प्लेनको प्लेन निकाल्नु प्लेन विदेश भनेको यस्तै प्लेन त कहाँ आउँछ त यहाँ? ए यो आउँछ जान्छ नि त त्यो प्लेन त। आज नेपालको फ्लाइट त चेन्नईको चलाउँदै थियो। नेपालको देश चाहिँ अब त्यही होला धेरै घरले छेके त कहाँ हो? साँच्चै सेकेन्डमा त्यसै यहाँ हेरेर भन्नु त हो कि नानी कुरा हो। नेपालको फ्लाइट छ भन्दै थियो आज 2-4 जनाको। तपाईँ चाहिँ कुन देशमा अहिले? म यो ठुल्ठुलो घरहरू भएको देशमा। तपाईँ खासमा हिँडेको चाहिँ कहाँ अहिले? म यो पर खै के भन्ने ठाउँसम्म जाउँ भन्ने आएको। कि लड्के हेर्न आएको? होइन यहाँ मामाहरू मानुसरहरू भेट्न आएको म। लड्की चाहिँ हेर्छ कि मान्छे मानुसर मामाहरू यहाँ साथीहरू छ र यहाँ भेट्न आएको। मामा छैन क्या? मामाको छुट्टी हो नि। मामाको छुट्टी हो क्या आज। लु आइपुग्यो नि त छ। एकछिन नेपाल ल अब कहाँ नेपाल हो कि यो यो त चाइनिज हो। उयो ड्युटी गर्ने ए उहाँ त नेपाली बेलुकाको के अरे लु हामी अब आइपुगिहाल्यो। अब के भन्न चाहनुहुन्छ तपाईँ? के भन्न चाहनुहुन्छ? अब एकछिन बस्नु अनि जाने म मामा रहन्छ कता त्यो गाडी साडी स्टार्ट गर्दै गर्नु तपाईँ।